कलम र ल्यापटप चलाउनेलाई के थाहा हलो र कोदालो चलाउनेको पीडा। 5 तारे होटेलमा बसेर यो देशको सौदा यो देशको नदीनालाको सौदा गर्ने नेतालाई के थाहा 5 थर फिल्मको व्यथा। तिनै मान्छेहरूलाई हामीले बोकेकै कहिलेसम्म बोक्ने है कहिलेसम्म बोक्ने हामीले अब बोक्नु हुँदैन। यदि तपाईँहरू कुनै तपाईँको छैन मौका हत्याइहालौँ होइन पद हत्याइहालौँ यही हो तपाईँको छैन अवसर भनेर अवसर हत्याउन आउनु भएको छ भने त्यो भ्रम हो। तपाईँ अगुवा हुनुहुन्छ भने तपाईँले सबभन्दा धेरै ढुङ्गा बोक्नुहोस्। अब तपाईँहरूसँग श्रमदान गर्ने मौका मैले पाएको छैन। सँगै श्रमदान गर्ने भने 1-2 जनाले चाहिँ मलाई जित्ला तर धेरै जसोले मलाई श्रमदान गर्न सक्दैन। म बिहान 7 बजेदेखि बेलुका 9 बजीसम्म गरिदिन्छु। त्यस्तो काम गर्ने संगठन हो यो। तपाईँलाई लाग्ला हल्का फुल्काहरूको जस्तै यस्तै होइन यो काम गर्ने है। आज तपाईँले एउटा के देख्नुभयो सिङ्गडारोटी एउटा तपाईँको छैन समानता भन्दाखेरि आज म यो टी सर्टमा आएको छु। यो टी सर्ट त्यहाँ उभिराख्ने संवाददाताले पनि लाउनु भएको छ नकता हेर्नु त हो। उहाँ र ममा केही पनि भिन्नता हुनुहुँदैन आदरणीय दाजुभाइ दिदीबहिनीहरू है। म चाहिँ केन्द्रको अध्यक्ष हो त्यसले गर्दा खरो छैन होइन छाटिएर आउनुपर्छ ठ्याक्कसँगले भन्ने होइन। तपाईँ जस्तो हुनुहुन्छ म त्यस्तै छु है। नेतालाई धनी हुने छुट हुँदैन जबसम्म देश गरिब रहन्छ। नेतालाई हाँस्ने अनुमति हुँदैन जबसम्म देश रोइरहन्छ। हाँस्ने देश रुँदा देशको आँसु पुस्ने संगठन हामीले निर्माण गर्नुपर्छ। म यहाँ भन्न चाहन्छु केन्द्रका साथीहरू पनि हुनुहुन्छ फिदिमका अगुवाहरू पनि हुनुहुन्छ यहाँ धेरै ठाउँबाट आउनु भएको छ। तपाईँहरूले खबरदार त्यहाँनिर तपाईँको चाहिँ आइस आराम गर्नु होला है। यो सुविधा भोग गर्ने संगठन होइन। यो भनेको तपाईँको कठोर श्रमदान गर्ने तपाईँको चाहिँ सुशासनका लागि सचेतनाको अभियान फैलाउने ग्राउन्डमा कुद्ने मान्छेहरूको टिम हो। यो एउटा कमिलाको ताँतीसँग तपाईँ तुलना गर्न सक्नुहुन्छ। त्यो कमिलाको ताँतीको अगाडि हिँड्ने एउटा कमिला मात्रै हो हर्क साम्पाङ जो तपाईँ जत्रै छ तपाईँ जस्तै छ। तपाईँ भन्दा कुनै पनि हालतमा ठुलो र सानो र अर्को कलरको छैन। सिक्नु भयो मौरीबाट सिक्नुपर्ने तर हामी झिङ्गा बन्न खोजेर है। खालि गुणरूपमा हाम्रो बास भयो खालि विकृति र विसङ्गतिमा हाम्रो बास भयो र हामीले जहिले पनि नराम्रो कुरा बोल्यौं। म सबैजनालाई भन्न चाहन्छु मिडिया मार्फत हर्क साम्पाङले गाली गर्न छोड्नुहोस्। हर्क साम्पाङले केही पनि नराम्रो गरेको छैन एक थोपा पनि नराम्रो गरेको छैन। सबै राम्रै मात्रै गर्न खोजिरहेको छ भने झिगा जस्तो बनेर गाली किन गर्ने होइन गाली किन गर्ने।